छोराहरू त पैसैको त मतलब छैन। बुढासुराको त छोराको चाहिँ धेरै याद आउँछ, रातमा पनि दिनमा पनि। अरूले खाएको छोरा बच्चा देख्दा मेरो पनि त्यस्तै थियो। अरूले लाएको देख्दा मेरो छोरा पनि त्यस्तै लाउँथ्यो जस्तो हुन्थ्यो। अरूले कुट्यो कि अरू मेरो छोरालाई कसैले केही भने कि जस्तो हुन्छ। आफ्नो छोरालाई जस्तै भए पनि जहाँ जस्तो भए पनि त्यसलाई जे जस्तो भए पनि मेरो छोरालाई चाहिँ राम्रो होस्। अनि बिहे गरेको चाहिँ भइसक्यो 10 वर्षै भइसक्यो भन्न पर्दाखेरि नै। अब मेरो व्यवहार उसलाई मनै पर्दैन थियो। उसको बाउमा कुरा सुनेर मलाई कुटपिट धेरै हुन्थ्यो। छोडेर हिँड्दाखेरि अब म बुढोले यसो कोही मान्छेसँग बोल्दा पनि तेरै पोयो हो भन्थ्यो। आश्रमले राम्रो बनाउनु भयो। नुहाइ धुवाइ गरेर यही बेलामा खाना हुन्छ, खाना मन लागे चिजहरू टाइम टाइममा दिइरहनु भएको, त्यसको लागि पनि धन्यवाद छ। नमस्कार, जय मानसेवा। पर्मिला भुजेल हो मेरो नाम। घर जलबिरे हो। माइती पनि सिन्धुपाल्चोक जलबिरे हो, के अरे कदमबास बोलिन्छ, ठकुरी गाउँ। दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, भाइ हुन्छन्, बहिनी छन्। बहिनी हुनुहुन्छ त्यति हो, बाबामा हुनुहुन्न। अनि बिहे गरेको चाहिँ भइसक्यो 10 वर्षै भइसक्यो भन्न पर्दाखेरि नै। हिसाब गर्दाखेरि अघि गुन्दै हेर्छु 9 वर्ष भनेको थिएँ, अहिले मैले 10 वर्ष भयो मैले गुन्दै लाँदाखेरि चाहिँ। छोरा हुनुहुन्छ एउटा। अब मेरो व्यवहार उसलाई मनै पर्दैन थियो। अनि कसरी मन पर्दैन थियो भने खेतबारीमा कमाइ गर्न परिहाल्यो, यति लाग्यो खर्च, उति लाग्यो खर्च भन्ने उसको बाउमा कुरा सुनेर मलाई कुटपिट धेरै हुन्थ्यो। चाँट रक्सी खाएर पनि धेरै कुटपिट हुन्थ्यो। अनि म अब तिमीसँग बस्दिनँ भनेर दिदीसँग आउँदाखेरि साथीभाइसँग बस्दाखेरि अब यस्तो भयो अवस्था। कसैले पनि नहेर्ने रहेछ। आफू नसक्ने भएपछि गर्ने, आफ्नो स्थिति केही नचल्ने भएपछि अनि यहाँबाट जानुभयो, बाल आश्रमबाट जानुभयो, मलाई उठाएर ल्याउनु भयो। अलि राम्रो छ मलाई, खानपिन बस्न खान। मनको डाहरू पनि धेरै धेरै हट्दै हट्दै गएको छ। पहिलाको कुराहरूलाई मैले बिर्सिँदै गएको छु। छोडेर हिँड्दाखेरि अब म बुढोले यसो कोही मान्छेसँग बोल्दा पनि तेरै पोयो हो भन्थ्यो। हेला गर्थ्यो, यस्तो गर्थ्यो, अर्कै बिहे गर्ने भन्थ्यो। त्यही भएर मैले पनि अनि ल अब तेरो सुरुमै तैँ गर, मेरो सुरुमै गर्छु भनेर मैले लाताङ बितिङ पारेर छोडिदिएँ हो घर। अनि त्यहाँबाट छोड्दाखेरि अब रोडमै बास भयो। अब तँलाई के भयो कसो भयो भन्ने मान्छे भएन। अनि त्यहाँबाट आफन्त मान्छेलाई फोन गरौँ, यसो फोन गरौँ भने नि नम्बर भएन मुखामा। मुखामा नम्बर नभएको कारणले यहाँ आश्रममा ल्याउनु भयो उहाँहरूले। पुस महिनामा ल्याउनु भएको, यो भवन पाउबाट ल्याउनु भएको। तर छोरा चाहिँ धेरै याद आउँछ मलाई। छोराको चाहिँ, बुढोको त याद आउँदैन, छोराको चाहिँ धेरै याद आउँछ। छोराहरू त पैसैको त मतलब छैन। बुढासुराको त छोराको चाहिँ धेरै याद आउँछ, रातमा पनि दिनमा पनि। अरूले खाएको छोरा बच्चा देख्दा मेरो पनि त्यस्तै थियो। अरूले लाएको देख्दा मेरो छोरा पनि त्यस्तै लाउँथ्यो जस्तो हुन्थ्यो। अरूले कुट्यो कि अरू मेरो छोरालाई कसैले केही भने कि जस्तो हुन्छ, त्यही लाग्छ। ल्याए कि ल्याएन त्यो चाहिँ थाहा नै छैन। आफ्नो छोरालाई जस्तै भए पनि जहाँ जस्तो भए पनि त्यसलाई जे जस्तो भए पनि मेरो छोरालाई चाहिँ राम्रो होस्। आश्रमले राम्रो बनाउनु भयो। नुहाइ धुवाइ गरेर यही बेलामा खाना हुन्छ, खाना मन लागे चिजहरू टाइम टाइममा दिइरहनु भएको, त्यसको लागि पनि धन्यवाद छ। सकेसम्म मेरो छोरालाई चाहिँ भेट्न सक्छु कि भन्ने त्यत्तिकै चाहना चाहिँ छ। मेरो छोराले अब भविष्यमा राम्रो राम्रो उद्धान गरेर देखाओस्, राम्रो पढोस्।
उसलाई जीवनसाथी पनि राम्रो आओस्, ऊ जस्तै बुझ किने दुःख सुख सबै बुझ्ने, आत्मा प्रार्थना सबै बुझ्ने उसलाई श्रीमती भेटोस्, त्यो हो मेरो चाहना।